असंलग्न परराष्ट्र नीतिलाई कायम गर्दै सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने मान्यता हामी अगाडि सार्छौँ र यस अन्तर्गत एमसीसी, एसपीपी र अहिले भर्खरै सुन्नमा आएको बफर स्टेट जस्ता सन्धि, सम्झौता, तालमेल र सैन्य रणनीति र युद्धसँग प्रत्यक्ष या परोक्ष जोड्ने खालको चाहिँ अवस्था र घोषणा कार्यहरू नगर्न हामी सुझाव दिन्छौँ। 2 नम्बरमा सीमा रक्षामा जोड दिने, छिमेकी मुलुकहरूसँग नियमित छलफल, निरीक्षण र निर्माण कार्य अघि सारी सीमाको रक्षा गरी सबै मुलुकसँग जोडिएका सीमावर्ती क्षेत्रमा सेवा सुविधाको प्रत्याभूति गर्ने, नेपाली सेनालाई सीमा रक्षामा लगाउने, साथै अवैध तरिकाले भइराखेको निर्माण कार्यहरू जस्तै महाकालीमा चाहिँ त्यहाँ एक खालको तटबन्धन भइराखेको रहेछ, त्यस्ता तपाईको निर्माण कार्यहरू रोक्न लगाउने। 3 नम्बरमा भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विकासमा आफ्नै मौलिक शैली, आधुनिक प्रविधि र आफ्नै प्राकृतिक स्रोत साधन र जनशक्ति परिचालन गरेर स्वाधीन अर्थतन्त्रको विकास गर्ने। 4 नम्बर नुन, तेल, पेट्रोलियम, ऊर्जा जस्ता दैनिक चाहिने अत्यावश्यक आधारभूत आवश्यकताहरूमा मूल्य सामान्य र स्वाभाविक बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खेली नेतृत्व लिने, महँगी बढाउने कार्य नगराउने। श्रम, श्रमदान, उत्पादन, निर्माण, आविष्कार, अन्वेषण नै शिक्षा हो भन्ने मूल मान्यता स्थापित गर्दै शिक्षामा तात्विक परिवर्तन ल्याउने। उत्पादन गर्न नसक्ने शिक्षा, निर्माण गर्न नजान्ने शिक्षा र आविष्कार गर्न नचाहने शिक्षाले जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने हुँदा हप्ताको 3 दिन मात्रै बढीमा किताब भोगाउने शिक्षा तपाईको चाहिँ के अरे को अन्त्य गरेर व्यावहारिक सैद्धान्तिक शिक्षालाई सीमित गरेर व्यावहारिक शिक्षामा जोड दिने, हप्ताको 3 दिन किताब र बाँकीका 4 दिन श्रम, सिप, सिर्जना, सिकार, उत्पादन, निर्माण, सिर्जना र आविष्कारमा देशलाई अघि बढाउने।